आज यो माउरीको बारेमा केही जानकारी गराउँ भनेर अगाडि बढ्दैछु। एउटा दुईटा तीनटा चारवटा पाँचवटा छवटा सातवटा आठवटा नौवटा दसवटा भयो है। दसवटा भयो, टन्नै भरियो। अब अहिले छुटाउँदा पनि हुन्छ। अब अहिले चाहिँ के छ भन्दाखेरि बर्खा लागिसक्यो। अब बर्खा लागिसकेपछि अब झमझम पानी पर्छ। यसपालि पो धेरै पानी परेको छैन र पानी परेपछि के हुन्छ भन्दाखेरि अब यिनीहरूलाई त हुँदैन। त्यसैले गर्दाखेरि यिनीहरू छुटाउँदाखेरि गाह्रो हुन्छ। त्यसकारण मैले के गर्ने विचार गरेँ भन्दाखेरि यसलाई चाहिँ माथि सुपर राखिदिने। सुपर राख्दाखेरि कसरी राख्ने गर्छु भन्दा मैले चाहिँ यो अरूलाई पनि जानकारी होस्। यस्तो अवस्थामा छुटाउनु नपाउने अवस्थामा अहिले छुटाउने त कन्डिसन भएन। अब आज असारको लास्ट हुन आँटिसक्यो होइन। त्यसैले गर्दा साउन भदौ असोज कार्तिक त अब पुरै झरीझरी हुन्छ। त्यसैले गर्दाखेरि खानेकुरा हुँदैन। त्यसैले के गर्ने भन्दाखेरि अब यसलाई चाहिँ टक्क यसरी निकाल्ने है। छेउको बिस्तारै यसरी निकाल्ने। सबै टनाटन त छन् होइन। अब 10वटा चम्मै भर्या छ। यहाँ चाहिँ ऊ पनि राखेको छैन। ल यत्रो भरिएका छन्। यी मह छ होइन, बर्खालाई खाना बनाएको होइन। यसमा के गर्ने भन्दाखेरि यसमा पनि मह रहेछ। ल के गर्ने भन्दा यसलाई चाहिँ टक्क यहाँ राख्ने एकैछिन। त्यसपछि के गर्ने भन्दाखेरि छेउको निकालियो होइन। छेउको निकाल्यो, छेउबाट अर्को पनि निकाल्ने होइन। यो निकालिसकेपछि के गर्ने भन्दा यसलाई ठक्क भुइँमा राख्ने है। ल हेर्नु त टन्नै छन्। अब यत्रो धेरै छन्। अनि अर्को समस्या के पनि हुन्छ भन्दाखेरि राति चाहिँ यो धेरै माउरी भएपछि के हुन्छ भने एकदम गर्मी हुन्छ। गर्मी भएपछि यहाँ आएर बस्छन् क्या। यहाँ बसिसकेपछि के हुन्छ भन्दाखेरि राति दर्के पानी पऱ्यो भने लुत्रुकै भिजेर कतिपय माउरी मर्छन् है। अब राति अँध्यारो हुन्छ, भित्र पस्नु नि जान्दैनन्। अनि पानी परेर सबै यहाँ तपाईँले देख्नुभएको होला, गर्मी धेरै माउरी भयो। गर्मी भएपछि यहाँ छपक्क बस्या हुन्छ। यस्तो कन्डिसनमा छुटाउनु नि मिल्दैन। नमिल्ने कन्डिसन के गर्ने भन्दाखेरि सुपर राखिदिने। सुपर राख्दाखेरि अब ठ्याक्क एउटा हाफ चाहिँ यहाँनिर राखिदिने अघि। ल हेर्नुहोस् है। अब यो कन्डिसनमा के हुन्छ भन्दाखेरि चाहिँ अब चाहिँ सुपर राख्ने। अब यो सुपर राखेपछि चाहिँ यसमा तलको यो चाहिँ पुरा आधार चाका भएको राखिदिने है। यो पुरै माउरी भएको राखिदिने। त्यसो गरियो भने के हुन्छ भन्दाखेरि यिनीहरूलाई सजिलो के हुन्छ भन्दाखेरि टक्क यसरी सुपर राखिदिने है। अब हेर्नु होला है, यहाँ खाली छ होइन। यो खाली छ, एउटा निकालेर बाहिर राखिसकेँ। अब ठक्क यसरी सुपर राखिदिने है। माथिबाट सुपर राख्ने। किन यसो गरेको भन्नुहुन्छ भने यिनीहरूलाई माथि आउन सजिलो होस् है। नत्र यिनीहरू छुटेर पनि जान सक्छ। कोही अब रानी मौरी तयार गरेर छुटेर जान पनि सक्छ। तर यहाँ माथि खाली दिएको भने छुट्ने सम्भावना कम हुन्छ। अब यो खालीमा के गर्ने भन्दाखेरि यहाँ तलदेखि माथि तल पनि आधी छिर्छ यसको। हेरौँ न है। यो छ नि, यो यत्रो माउरी छन्। त्यही भएर रातभरि बाहिर बस्छन्, पानीले भिज्छन् होइन, मर्छन्। त्यसैले ठ्याक्क यो कन्डिसनमा के गर्ने भन्दाखेरि चाहिँ टक्क सुपर भनेको त सानो हुन्छ। यो सानो चाहिँ के हुन्छ भन्दाखेरि यो त ठुलो हुन्छ तलको त। त्यो ठुलो र सानो चाहिँ आधी तल, यसको तल आधी बस्छ, आधी माथि बस्छ। अनि त्यसपछि यो सुपरमा आउनलाई यिनीहरूलाई सजिलो हुन्छ, बाटो बन्छ क्या। यस्तो बाटो बनेपछि यिनीहरूले अर्को रानी तयार गर्न पनि खोज्दैनन् है। त्यसैले गर्दा धेरैभन्दा धेरै माउरी पनि हुन्छन्। धेरै माउरी भयो भने छिटो चाहिँ यिनीहरूले चाहिँ मह निकाल्छन्। त्यो त सबैले थाहा छ है। त्यस कारणले गर्दाखेरि चाहिँ अब के गरिदिने, ठक्क यसलाई चाहिँ यहाँ एउटा राखिदिने है। अब सुपर सुरु भयो गर्ने है। टक्क सुपर चाहिँ यसरी राख्यो भने के हुन्छ भने अहिलेदेखि नै आउन थालिहाल्छन् माथि। नत्र भने माथि आउनलाई यिनीहरूलाई चाहिँ गाह्रो हुन्छ है। त्यसैले नआउनु पनि सक्छन्। मैले पहिला यो नराखेर पनि हेरेको, यसो नगर्दा पनि हेरेँ होइन। यसो नगर्दाखेरि चाहिँ माथि चढ्ने सम्भावना, चढ्न चाहिँ चढ्छन् थोरै मात्रै, तर आउनलाई अप्ठ्यारो हुन्छ कि यिनीहरूलाई। त्यो भएको हुनाले ठक्क यसरी गर्दाखेरि ल हेर्नुहोस् है। मैले तपाईँले के देखाएँ भने यो हाफ, यो फुल
यो फुल है, यो फुल के हुने भयो भन्दाखेरि माथि हाफ बस्ने भयो, आधा तल हाफ बस्ने हो। त्यसो भएपछि सजिलै माथि आउँछन् र यो सुपरमा पनि बस्न थाल्छन् र धेरै मौरीलाई पनि राख्न सकिन्छ। यसको फाइदा भनेको त्यो। त्यसैले राति अघि नै पनि भने मैले, यहाँ चाहिँ रातभर यहाँ चाहिँ धेरै भएपछि गर्मी भएपछि थुप्रेर यहाँ बाहिर बस्ने, गर्मी भयो धेरै छन् अनि बाहिर बस्ने, बाहिर बसी धेरै पानी परेपछि मरेका रेकर्डहरू छन्। त्यसैले गर्दाखेरि यसो गरियो भने चाहिँ सजिलै माथि आउने भर्याङ बन्छ क्या। यो भर्याङ माथि आउनलाई आउन त खाली भएपछि त्यसै पनि आउँछन्, तर यो पुरा चाहिँ फुल चाका भएको नै ल्याएर राखिदिइसकेपछि तल आधा तल माथि आधा भएपछि त यो आधा तल माथिकोलाई भयो, त्यो आधा तलकोलाई आउने बाटो भयो। त्यसैले गर्दा यो धेरैभन्दा धेरै मौरी बचाउने, धेरैभन्दा धेरै मौरी भयो भने चाहिँ अब सङ्कलन गर्ने कुरा त भइ नै हाल्यो। त्यसैले गर्दा यो प्रविधि चाहिँ मैले तपाईँहरूलाई सेयर गरेँ। यो एकदमै काम लाग्छ यो वर्षायाममा, अहिले नि काम लाग्छ है। छुटाउनु नमिल्ने कन्डिसनमा चाहिँ धेरै मौरी छन्, त्यस्तो बेला के गर्ने त भन्दाखेरि चाहिँ यसो गर्ने भन्ने कुरा चाहिँ मैले तपाईँलाई जानकारी एकदम यो चाहिँ मलाई चाहिँ एकदम पर्फेक्ट लाग्छ यो चाहिँ है। तपाईँलाई कस्तो लाग्छ, राम्रो लाग्यो भने तपाईँहरूले गर्न सक्नुहुन्छ। अब सकेसम्म राम्रै लाग्छ भन्ने मलाई लाग्छ है त।